पवित्र पावनी गंगा आज हर मनुष्यलाई यदि मानवले जीवनमा जानेर होस् अनजानमा केही कर्म गरेको छ, आखिरमा एक बार मात्रै त्यस गंगामा गएर पवित्र भगवान शिवको नाम उच्चारण गर्दै यदि कसैले पनि अन्तर्हृदयबाट स्नान आदि गरेको छ भने मानव मुक्ति निश्चित छ। आज यो पवित्र पावनी गंगा, यहाँ लीलामय कथा अनेक आउँछन्, तर पावनी गंगा जसलाई धरतीमा आउनु छ भगवानको आदेश भइसकेको थियो, तर माध्यम चाहियो, कुनै कुरा पनि आउनलाई माध्यम। जस्तै यस आँगनमा आज जो भागवत हुँदैछ एक न एक कसैको माध्यम। यस घरका दाजु सूर्य बहादुर सुवेदी, भाउजू कुमारी सुवेदी, आज उनको अन्तर्हृदयमा भागवतको केही विचारहरू पैदा हुनाले तपाईँ हामी यहाँ बसेर आँगनमा बसेर हरिभक्तिका सुमिरन गर्न पाएका छौँ। यस्तै एउटा माध्यम चाहियो। भगवानले विचार गरिसक्नु भएको थियो, यी पावनी गंगा यदि धरतीमा गइन् भनेदेखि धरतीमा मनुष्यहरू लड्दैछन्, मर्दैछन्, ताकि यिनीहरूको अधोगति नहोस्, सबैको मुक्ति होस्। भगवान कहिले पनि भक्तहरू अधोगतिमा जाउन्, दुःख पाउन्, कष्ट झेलुन्, भगवानले कहिले पनि भन्दैन। हामी गाउँ गाउँमा यसो कुराकानी हुँदा भन्ने गर्छौँ नि, भगवानले श्राप दिएछन् यसलाई, पितृहरूले श्राप दिएछन् यसलाई, दिँदैन। पितृ देवो भव, देवता भएका हुन्छन्। देवताले कहिले पनि हामी साधारण मनुष्यलाई, आफ्ना सन्तानलाई, छोरा छोरीलाई तिमीहरू मर कहिले पनि भन्दैन। यो त हाम्रो सोच, हामीमा आएको तरङ्ग। बाबा तपाईँ हामी कसैले पनि मूल्याङ्कन गरौँ, विचार गरौँ। यहाँ सानो बालकदेखि लिएर धेरै धेरै 80-90 वर्षसम्मका दाजुभाइ